आज म आत्मा र परमात्मासँग केही व्यक्तिहरूको पहिचान, पद, पावर, शक्तिशाली व्यक्तिहरू पहिचान गर्न कसरी चुक हुन्छन् थोर बहुत भन्ने प्रयास गर्दछु। कुनै पनि व्यक्तिलाई एकैपल्ट शक्तिशाली पैसा, पद, पावर ग्रहण गर्छन् भने एक्कासी त्यो व्यक्तिहरूमा परिवर्तन हुन्छन्। प्राय धेरै जसो केही व्यक्ति छोडेर धेरै जसोमा आकाश पातालको फरक हुन्छन्। जब त्यो ठुल्ठुला पद धारण गर्छन्, एक्कासी उसले राम्रो मान्छे, सही मान्छे, सत्य मान्छेलाई पहिचान गर्न बिर्सिन्छन्। त्यो उहाँको वरिपरि दृश्यमा अन्धकार छायाले भरिन्छन्, गलत तरिकाले हेरिन्छन्। जो मान्छे चापलुसीवाद हुन्छन्, जो मान्छे अवसरवादी हुन्छन्, जो मान्छे त्यो मिठा मिठा कुरा सपना बाँडेर कुरा भनेर उसले कसरी आफ्नो काम निकाल्नका लागि शक्तिमा भएका मान्छेलाई बर्बाद पार्छन्। त्यो हिजो आज अहिलेको दृश्य सबैले देखिरहेको छ, भोगिरहेको छ। जस्तै सबभन्दा बढी केपी प्रसाद ओली, शेरबहादुर देवा, अन्य मन्त्रीहरू, विगतका मन्त्रीहरू छन् र त्यसमा प्रचण्ड पनि, अन्य साना दलको नेताहरू पनि केही मात्रामा छन्। जब यिनीहरूले पद धारण गर्छन् तब यिनीहरूले केही राम्रो मान्छे ठिक लाग्दैन, किनकि ऊ अवसरवादी बनिया हुँदैन। जो व्यक्ति अवसरवादी हुन्छन्, त्यो अवसरवादीसँग त्यो अहङ्कार आउँछ। त्यो अहङ्कारले नै गर्दाखेरि त्यो व्यक्तिसँग नजिक हुन जान्छन् र त्यो व्यक्तिले आफ्नो स्वार्थका र स्वार्थको कामहरूमा मिलावट मिल्ने गरी एक आपसमा मिल्ने गरी र मिलेर त्यो राम्रो कामको लागि हैन, त्यो देशलाई, जनतालाई बर्बाद भएको छन्। त्यो हरपल हामीले देख्दै र भोग्दै गरेको छौँ। जो व्यक्ति कसैको गुणगान गाउँदैनन्, यथार्थ के हो, सत्य भन्ने प्रयास गर्छन्, त्यो मान्छे पछाडि धकेलिन्छन् र त्यो मान्छेलाई अवसरबाट वञ्चित हुन्छन् र त्यो मान्छेलाई स्वाभाविक रूपमा बेइज्जत गर्ने गरेका छन्। यो अहिलेको शक्ति, अन्तिम शक्ति, जो विगतका नेताहरू जुन सत्ता शासन हाकेको शक्तिमा भएको मान्छेहरू, देशको अन्तिम शक्ति र देशको वरिपरि अन्तिम शक्तिसँग केही मात्रामा सम्पर्क भएको थियो। तर त्यो शक्तिले, त्यही शक्तिले मात्रै यिनीहरूको सबै काम पूर्ति गर्न सकेन र पूर्ति गर्न पनि सक्दैन। अब त्यो भए तापनि जुन रूपमा उनीहरूलाई शक्ति, योभन्दा अझै शक्ति खोजिरहेको थियो, त्यो प्राप्त भएन। नभएको कारणले योभन्दा ठुल्ठुला घटनाहरू उनीहरूले घटाउन सकेन र यिनीहरूको आत्मामा जब शक्तिमा जान्छ नि, आत्मा परमात्मा के हो भनेर यिनीहरूको भ्यालुलेस हुन्छन्। त्यो सम्बन्धी कुरै गर्न चाहदैन, नजरअन्दाजै गर्न चाहदैन।
त्यो दिग्भ्रमित हुन्छन्। यो सरकारको हालत र विगतको सरकारहरूको हालत त्यो थियो। र अहिले म भन्छु यिनीहरूभन्दा शक्तिशाली बालेन छन्, किनकि उसलाई यो देशको वर्ल्ड पावरको शक्तिसँग अन्तिम शक्तिसँग केही न केही कुनै न कुनै द्वारा मार्फत सम्पर्कमा छन्। त्यसै कारणले उसले अहिलेको सरकार बालेन शाह कसैले पनि गन्न पनि गर्दैन, टेर्न पनि टेर्दैन। उसको आफ्नो भिजन जुन मिसन छन् त्यो अन्तिम शक्तिद्वारा प्रयास गर्न खोजेका छन्। उसमा पनि घमण्ड छन्, घमण्ड नभइकन उसमा पनि घमण्ड छन्। अन्तिम शक्तिसँग सम्पर्क भएकै कारणले न कसैसँग भेट्छ न कसैसँग बोल्छ, किनकि धेरै कुरा बोल्दै गयो र भेट्दै गयो भने हामी पुरा गर्न सक्दैनौँ। त्यसै कारणले भेटै नगरौँ, बोल्दै नबोलौँ। यो तथ्य कारण यो छ। अब यति भनिरहँदा पनि धेरै मान्छेहरू अहिले बालेनको गुणगान गाउँदैछ, उसको दौडादौड छ अगाडि पछाडि भेट्ने। जो मान्छे जबरजस्ती भेट्ने प्रयास गरिरहेको छन्, जबरजस्ती, त्यो मान्छे बुझ्नुहोस् यो अवसरवादी मान्छे हुन्छ, अवसरको खोजीमा हुन्छन्। त्यो माथि कसरी अहङ्कार पलाउने। त्यसै कारणले प्रायःजसो मान्छे, म यति कुरा भनिरहँदा पनि न अहिलेसम्म म कसैको गुणगान गाएको छु, न कसैको अवसरवाद बनेको छु र गर्न पनि गर्दैन, किनकि म यथार्थ कुरा भन्दछु र सत्य भन्ने प्रयासमा हुन्छु र प्रयास हुन्छ र भन्ने गरेको छु। त्यसै कारण आज म यति भनेर धन्यवाद भन्न चाहन्छु।